सो हेलो गाइज, आज चाहिँ हामी बिहान छिटो उठेर चाहिँ हामी आज फिल्ड भिजिटको लागि जाँदैछौँ कलेजबाट। फिल्ड लगाइरहेको छ, एकदम निन्द्रा लागिरहेको हामीलाई। त्यो बस पनि आइसक्यो, हामी यही बसमा जाने हो र ए है फिल्ड भिजिट चाहिँ हाम्रो कता सिन्धुपाल्चोक छ, यहाँबाट 5-6 घन्टा लाग्छ 2 दिनको। अनि बजेको छ अहिले 5:55 भयो। सो अब चाहिँ हामी चाहिँ लेट छौँ। पहिला कुरो त 5:45 मा हिँड्ने कुरा भएको थियो। सो अब सुरुमा गाली खान्छौँ अनि त्यसपछि चाहिँ हामी सिन्धुपाल्चोक जान्छौँ है त। ल सो बल्ल हिँडिरहेको छौँ हामी। कति घन्टा भयो? 7 बजे हिँडिरहेको छौँ है। सो अफिसियली हाम्रो गाडी चाहिँ स्टार्ट भयो। गाडीको दृश्य हामी हेर्न सक्छौँ। यहाँ आर्मीहरूले ट्रेनिङ गरिरहेको छन्। लाग्छ पुग्न आकाश 6-7 घन्टा अरे 6-7 घन्टा होइन 11:30 बजीतिर पुगिन्छ गाडीहरू भन्नु हिन्दीमा पनि 5-6 त लाग्छ। थाहा भएन, बिचमा खाना चाहिँ हुनु पर्यो। अब पुग्यो भने भ्लग कन्टिन्यू हुन्छ है त। पुगेन भने रुटिन नेपाल भन्नु आकाशले केही भन्न चाहन्छु आजको प्रोग्रामलाई? प्रोग्रामको बारेमा त केही छैन, तर डर त लागिरहेछ। डर किन लागिरहेछ तिमीलाई? के भन्नुपर्छ, त्यो पनि नेपालीमा भन्नुपर्छ अरे। हजुर, अनि नेपालीमा त्यस्तो थाहा छैन। अनि उता सरकारी स्कुलमा गइरहेछ, नेपालीमा बोल्नुपर्छ। त्यो यसले कि साँच्चै नै फाइदा होला त सरकारी स्कुलका बच्चाहरूलाई? फाइदा त हुन्छ नि त। त्यो अब एसटिआईको बारेमा त्यस्तो धेरै थाहा नहुन सक्छ। हजुर, हामीले अलिक भनिदिँदा अलि राम्रो हुन्छ भने फाइदा हुन्छ। त्यही ल राम्रो भन्नु। तिमीलाई केही भन्नु छ? हुन त उनीहरूले हामीभन्दा बढी नै थाहा होला जस्तो लाग्छ मलाई। पनि गएर हेरिरहेको छु। त्यही त जेनजीहरू होइन? जेनजी जमाना छ। ठिक छ, हामीले नि केही कुरा सिकौँला नि। धेरै विद्यार्थीहरूले लाभ पाइन्छ यसबाट। हामीले नि केही सिक्नु पर्छ। ल हामी कता छौँ अहिले? सिन्धुपाल्चोकमा किन आएको र? होइन, अहिले चाहिँ खाना खान लाग्छौँ, तर मेन मोटिभ के दिन आएको? लाभ दिने विद्यार्थीहरू। ए पुरै 4वटा स्कुलको। ल 4वटा स्कुलमा आज हाम्रो फिल्ड भिजिट छ। 4वटा ग्रुप है त। ल यही हो हाम्रो ग्रुप। यतातिर भ्यू पनि बवाल छ। सो हामी पुग्न लाग्छौँ है त केटा हो। हेलो भन। यहाँ चाहिँ हाम्रो पढ्दैछ। अब हामीले गएर पढाउनु पर्छ कि, त्यही भएर ChatGPTबाट पढ्दैछ है। हेलो, कहाँ हो तिमी? क्लासमा हो? ए प्रोक्जी लगाइदेऊ है। 2469 को प्रोक्जी लगाइदेऊ है। ल लगाइदेऊ न, पार्टी दिन्छु आजकालसम्म। ल 200 रुपियाँको जतिको पार्टी दिन्छु। ल लगाइदेऊ है। ल थ्याङ्क यू। आज हुन लागेको फिल्ड भिजिटको स्कुल यही हो है। कस्तो लागिरहेको छ? ल यो कुन ठाउँमा भन्दैन न? सिन्धुपाल्चोक। स्कुल एकदम कति ठुलो हो? ए त्यही त मल्टिप्लेक्स भन्दा त त्यही त हाम्रो पनि धेरै राम्रो छ। यो स्कुल छ, यो चाहिँ ग्राउन्ड छ है। हाम्रो पनि यस्तै ग्राउन्ड बनाउनु पर्यो। मल्टिप्लेक्स धेरै सानो भयो, क्रिकेट खेल्न पाइएन कि त्यहाँ राम्रो। अब आउने FSC को लागि एउटा काम थप्यो। यहाँ से बचने का बस एक ही तरीका है, एटलस पहाड़, जो यहाँ से सैकड़ों किलोमीटर दूर हैं। लेकिन इस रेगिस्तानी भट्टी में आप इतना फासला तय नहीं कर सकते। आपको अपने खोजे जाने तक जिंदा रहना होगा, घबराना नहीं। स्कुलमा चाहिँ विद्यार्थीहरू यस्तो यो ओह्राली झरेर चाहिँ आफ्नो स्कुल आउनु परिरहेको छ। यो चाहिँ एकदम यो अलि सामान्य समस्या भए पनि एकदमै निकै के हो, यो गम्भीर समस्या हो क्या। पानी पर्दा गाह्रो हुन्छ। यदि लड्यो भने यहाँ नजिकमा हस्पिटल छैन, तर भ्यू चाहिँ राम्रो छ क्या। ब्लगमा आउन कोसिस गर्दै हुनुहुन्छ अगाडिको दिदीहरू। हेलो गर्ने हेलो।
यो चाहिँ हाम्रो ग्रुप है, ग्रुप 1 4वटा ग्रुप छ। यता केराबारी रहेछ, यता साथी फोटो खिच्दैछन्, यता हाम्रो ह्यान्डसम गाई, यता यहाँ भाइहरू पढिराख्ने उही त्यहाँ बगुल्ला खाएको जुम घटिया आयो। पुलिस चौकी हो? ए अँ त्यस्तै छ। भाइहरूले यहाँ बेठी काम गर्यो भने पुलिस चौकीमा लान्छ कि बुझ्न कुरा बुझ के बुझ अलिअलि केटाहरू बुझ्छ ल के हुँदो रहेछ आइएममा। आइएम बाहिर के हुँदो रहेछ? आइएम भित्रको मान्छेले बाहिर यस्तै यस्तै काम गर्छ पढ्नु बाहेक सबै। पढ्नु त क्या सबै हुन्छ। ल यो आयो हाम्रो त्यसरी एक्जाममा हेर्दा कि सबले टप हानिरहेको। HIV सेक्सुअल एक्टबाट मात्रै सर्छ र सर्दैन। नामको सेक्सुअली ट्रान्समिटेड डिजिज छैन, तर यो धेरै तरिकाले सर्न पनि सक्छ भन्ने। तलका मध्ये पुरुषहरूमा परिवार नियोजनको लागि कुन साधन होइन? अप्सन नम्बर ए। सजिलो छ है, सजिलो छ, ट्राई गर, चक्लेट खान्छ। क्वेसन नम्बर 2, आयुषी को अवधि कति वर्ष हुन्छ? अप्सन नम्बर। भाइहरू आज क्लास कस्तो लाग्यो? सरले पढाएको राम्रो कि हामीले? सरले पढाएको बुझ्छौ कि हामीले पढाएको? भन न। सरहरूले कुट्नुहुन्छ? छैन कि तिम्रोमा छैन? एकचोटि पनि भएन, एकचोटि पनि भएन। सबैलाई धन्यवाद दिन चाहन्छु। हामीले यो लौकिकको कुराहरू पनि हजुरले आएर हामीलाई बुझाइदिनु भयो, त्यसको लागि एकदम धेरै धन्यवाद दिन चाहन्छु। ल ताली बजाऊ। तिमीलाई सम्झिँदै हामीले त बिर्स्यो, अब हामी घर जाने। भोलि पनि हो पढाइ? भोलि पनि पढाउने हो? भोलि त होइन होला, अब भोलि इन्जोय गर्ने हाम्रो। ल अब भोलिको अब मेन अहिले जाँदैछौँ बाहिर, त्यहाँ इन्जोय गर्छौँ, त्यहाँको भिडियोहरू। मेन काम चाहिँ सक्यो, अब चाहिँ इन्जोयमेन्ट। अब इन्जोयमेन्ट कार्यक्रम चाहिँ सिद्धिसक्यो र निष्कर्षमा चाहिँ तिमीहरू दुइटालाई कस्तो लाग्यो हाम्रो कार्यक्रम? त राम्रै लाग्यो। सोध्नुपर्ने चाहिँ बहिनी भाइ बहिनीहरूसँग हो, तर कार्यक्रम राम्रै भयो, उनीहरू पनि बुझेका रहेछन्। तिमीलाई आज यस्तो अपर्च्युनिटी पायो तिमीले पढाउने होइन, अनि तिमीलाई कस्तो लागिरहेछ? राम्रो लागिरहेछ। PSRN आइएमले गर्दा हामी पायौँ, त्यो गर्दाखेरि हामी धेरै राम्रो लाग्यो र भाइहरूलाई भाइ बहिनीहरूलाई सिकाउन पायौँ। इमरानलाई कस्तो लागिरहेछ? रमाइलो भयो, भाइ बहिनीहरू पनि रेस्पोन्सिभ थिए, बुझेछन् जस्तो लागिरहेछ। ए मान्छे रमाइलो भयो गर्ने। अब हामी फोटो सेसन छ हाम्रो, फोटो लिने, त्यसपछि घुम्ने हो 2 दिनसम्म। यो स्कुलको नाम चाहिँ के रहेछ भन्दाखेरि चाहिँ श्री सतीदेवी शारदा माध्यमिक विद्यालय। यही है। सगम तिमी के बोकेको रहेछौ? मैले भर्खरै गिफ्ट पाएको छु, गिफ्ट अनबक्सिङ गरौँ है अब। ल ल यहाँ चाहिँ हामीले के देख्न सक्छौँ? मिठाई छ एउटा। ए यो चुइगम रहेछ। ए हो, यो थाहा भएन के हो। राम्ररी पढ है। ह्याप्पी होली। अर्को पालि नआउने? ल ल ल हामीले बिदाई लिएको छौँ भाइहरूसँग, भन्दा अर्को पालि नआउनु भनेन। ह्याप्पी होली।
सो अब के गर्ने? अब हामी जाँदैछौँ बसतर्फ। एकदम बसतर्फ जाँदैछौँ। त्यसपछि अब त रमाइलो। अब रमाइलो। अघि रमाइलो लाग्यो कि लागेन पढाउँदा? रमाइलो त लाग्यो तर अब चाहिँ अनि तिमीले रातो भएको थियो पढाउँदा फेरि किन होला त्यस्तो? त्यस्तै हो म त रातो भन्छु। ए ल ठिक छ। के हुन्न बानी परेपछि हुन्न। इन्फ्लामेसन भइरहेको छ। एकदम। उ त्यो के को रुख रहेछ यो? त्यहाँबाट जम्प फाल्नुपर्छ जेनरलमा फेल भएपछि। यस्तो अब खतरा भ्यू छ यहाँ होइन।